यी मुस्कानहरू अब कहिले फर्किने छैनन्, जसले जिन्दगीलाई प्रेम गरे तर जिन्दगीले उनीहरूलाई बाँच्ने अनुमति नै दिएन। यो फोटो हेर्दा मन थाम्न गाह्रो हुन्छ। एक खुसी परिवार, बाबु आमा, 3 नाबालक बच्चाहरू। उनीहरूको आँखामा यात्रा गर्ने उत्साह थियो, भविष्य देख्ने सपना थियो। तर हिजोको अहमदाबाद विमान दुर्घटनाले यी सबै सपनाहरू एकै क्षणमा सधैँका लागि चुडेर लग्यो। यो केवल फोटो होइन, यो 5वटा उज्याला जीवनहरूको अन्तिम झल्को हो। यो त्यो मुस्कान हो जुन अब कहिले फर्किने छैन। ती साना हातहरू जसले अझै संसार बुझ्न पाएनन्, अब यो संसारमै छैनन्। आज हाम्रो मन केवल शोकमा डुबेको छैन, हाम्रो आत्मा काँपेको छ। कसरी एकैछिनमा पुरै परिवार नै हराउन सक्छ? शब्द गुमेका छन्, स्मृतिहरू मात्र बाँकी छन्। यी तस्बिरहरू अब इतिहास हुन्, तर हामीको हृदयमा अमिट छाप बनाइरहनेछन्।